फाइनली फेरि पनि हामी खोला जान लागेका छौँ। जाने हो हामी के गर्न जान्छौँ भन् त? हामी बाल्ला उठाउन जान्छौँ। बाल्ला के गर्न जान्छौँ? बाल्ला उठाउन। गाई साथीहरू सबै पहिलो गइसके, आफू पनि पहिलो गएर एउटा लाइसेन्स भइसकेको छ। दुईटा भन एउटालाई मात्र लिएर आएको छु अहिले खोला। यो बड्डीचरको रोड हो। यो तल पश्चिम जाने बाटो, यो जुम्ला जाने बाटो। मेरो साथी आइछिन्। रोडमा लछार र पछार गर्नुभएको थियो, बल्ल बल्ल यहाँसम्म चाहिँ ल्याउनुपर्छ। बनाउनु भयो? ए लगे मेरो नानीको पसल। ए भगवान् कति अँधेरो हो, कति अँधेरो हो, कति अँधेरो हो। गयो मेरो साथी पसलतिर। भाइरल दादा, भाइरल, हाम्रो भाइरल, बड्डीचोरको भाइरल। मेरो भान्जी चाउचाउ लिन गएको छिन्। लग्ने ठाउँहरू सस्तै, मान्छेहरू गाडी आउँदैछ। बड्डीचोरको चौकी, यो सुर्खेत जाने बाटो, त्यसपछि तलतिर सुन्दारी जाने बाटो। सुन्दारी जाने भाङ त बेलुकी हो त खाने, कहिले होइन खाने भाङ। के ल्यायो? करेन्ट कि काली कि लाली पिरो? केरा चोर दिन क्या हो? चोर दिन क्या हो? भन्दा नि यस्तै बार्दलिन के होला। घर असाध्यै मनपर्छ, के गर्ने। तर मेरो बुढाको घर यस्तो छैन। मेरो बुढाको घर त के भन्ने सामान्य छ, ठिकै छ, राम्रै छ। जे जस्तो भए पनि म भित्रको घर हो, त्यही भएर राम्रै छ। तर मलाई चाहिँ खास मन पर्दैन यस्तै बार्दलिन घर मनपर्छ। तर यो सुन्दारी गाउँमा फेरि प्रायः जस्तोको बार्दलिन एउटा घरै छ। यत्रो भयो हिँड्न लागेको 4 महिना, तर यो कुलोमा चाहिँ पानी कहिले सुकेको देखिनँ। अब ओह्रालो झरेको के ओह्रालो। ओह्रालो झरेपछि त रोटी बसायो त गाई च्यार नखाम भने खाम 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 खाम। यो बाटो यस्तो गन्नाउँछ कि गु अहिले जाने बेला यति मजाले तेल बसाएको छ होइन, मासु बसाउँछ। अनि अहिले पछि आउने बेला नि ठ्याक्कै 5 बजीतिर घरतिर आउने बेला यस्तो गु गन्नाउँछ कि कुरै छोडिदिनु। म त यसो शङ्का लाग्छ कहिले यहाँ टोयलेट छैन कि जस्तो लाग्छ कि फेरि बेला। यो डबले गाउँ हो, यो डबले गाउँमा केटाकेटी ट्युसन जाने बेला हगिदिँदो रहेछन् कि। यही हो क्या एउटा टोयलेट। फेरि टोयलेट यहाँ छ एउटा, एउटा यहाँ छ, यहाँ गोड छ, यहाँ भकारी सोरेर फालेका छन्। किन यस्तो गन्नाउँछ? लाजाको मन। टोयलेट भयो, टोयलेटमा अग्नु न, किन फेरि पाख पाख अग्नु? यही हो कि भाङ डब्बा बुढी किर्सेन हो र भन्थे। किर्सेन त के हुन्थ्यो र। आजको दिन हामीलाई छुट्टी नदिएपछि के गर्ने? आउनै पर्यो खोला। मान्छेहरूले यति रमिता गर्न पाएका, नत्र यो रमितै गर्न पाउँथिनन्। खेत लगाउँथे नि, यति रमिता गर्न पाउँथे यिनीहरूले। रमिता नि यति गरे कि रमिता यति गरे कि अस्ति त पुरै धुमधाम झगडा। तैँले किनेको, मैले किनेको, मैले पैसा हालेको, तैँले हालेको भन्ने समेत कुरा भएको थियो कि। हामीले बाल्ला बनाएको बालुवा आज लगेर जानुभयो। कति दिनपछि। साँच्चै घर जाने हो? न त जान्छौँ आज त बिदा हो गरे त। तेरिका जानु भनिदिन्छन् त नि यार। यस्तो हामी पीडित हौँ कि हामी पीडित। हिजो नि पानी लिएर आएको थिएँ, आज नि पानी किन जान पर्ने भयो के। दुई टिप लगाएका हुन् क्या। दुई टिप बना